हामीले बारम्बार सुनिरहेका छौँ कि कालो कलरको कपडा अशुभ हुन्छ, त्यति राम्रो हुँदैन, शनिको कपडा हो होइन। के यो सत्यता हो त भन्दाखेरि यो कम्प्लिटली सत्यता होइन। किन भन्दाखेरि कालो कपडा शनिको कपडा त हो, हामीले शनिसँग जोडेर हेर्दछौँ। तर कसैको कुण्डलीमा यदि शनि ग्रह राम्रो हाउसको मालिक छ, यानि कि राम्रो फलदायक छ भने त्यो व्यक्तिलाई कालो कलरको कपडाले राम्रो दिन्छ, राम्रो फल दिइरहेको अवस्था हुन्छ। र हामीले हेऱ्यौँ भने शनि ग्रह भनेको कर्मको कारक हो र शनिसँग जोडिएको प्लानेट भनेको कालो प्लानेट हो। र अहिले हामीले विश्वव्यापी रूपमा हेऱ्यौँ भने र कर्म क्षेत्रमा, करियरको क्षेत्रमा तपाईँको कालो कपडाको म्याक्सिमम प्रयोग भइरहेको छ। किन भन्दा यहाँ शनिको प्रभाव हामीले क्लियरली देख्न सकिन्छ र शनिको प्रभावको कारणले नै विश्वव्यापी रूपमा कालो कपडाको प्रयोग भइरहेको छ। हामीले अननोइनली होइन, नजानेर भए पनि अथवा जानेर भए पनि कालो कपडाको प्रयोग हामीले त्यसरी कर्म क्षेत्रमा डेफिनेटली गरिआएका छौँ। र त्यस कारणले गर्दा जसको कुण्डलीमा शनि ग्रहको प्लेसमेन्ट राम्रो अवस्थामा हुन्छ, शनि ग्रह शुभ फलदायक हुन्छ, त्यसलाई अझै कालो कपडाले राम्रो ग्रोथ दिन्छ कर्म क्षेत्रमा अथवा करियरको क्षेत्रमा एचिभमेन्ट्सको लागि यो अत्यन्त पोजिटिभ बन्न पुग्दछ। र कसैलाई चाहिँ यदि शनि ग्रह अत्यन्त नेगेटिभ हाउसको मालिक छ, जस्तो कि 8th हाउसको मालिक छ, 12th हाउसको मालिक छ होइन, 6th हाउसको मालिक छ, 6th हाउसमा बसेको छ, त्यो केसमा चाहिँ प्रब्लम दिन सक्दछ। तपाईँ कुण्डली हेरेर तपाईँले फाइन्ड आउट गर्न सक्नुहुन्छ कि तपाईँको लागि कालो कलरको कपडा कत्तिको सुइटेबल रहन्छ अथवा कत्तिको फलदायक रहन्छ।